दर्शकबिन नमस्ते। यहाँहरू सम्पूर्णलाई मेरो युट्युब च्यानलमा हार्दिक सुस्वागत गर्न चाहन्छु। र सबैजनाले भिडियो स्किप नगरिकन सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनुहोला र साथमा लाइक, कमेन्ट, सेयर, सब्सक्राइब र फेभरेट कपी लिङ्क पनि गरिदिन नभुल्नुहोला। यानकि मेरो भिडियो धेरैभन्दा धेरै साथीहरू माझमा पुग्न सकोस् र पक्कै पनि यहाँहरूलाई के कस्तो लाग्छ भिडियो जस्ताको त्यस्तै कमेन्ट मार्फत प्रतिक्रिया दिन पनि नभुल्नुहोला। र यति बेला म काठमाडौँको फनी पार्कमा छु है। र फनी पार्कमा के कस्तो दृश्यहरू छ, यहाँको सुन्दरताहरू कस्तो छ र कस्तो कस्तो खेल्ने कुराहरू छ र बच्चाहरू कतिको रमाइलो गर्न सक्छन् भन्ने कुरामा पक्कै पनि यहाँहरूलाई विशेष जानकारी दिन चाहन्छु। र फनी पार्क काठमाडौँको सिंहदरबार नजिकै भिरकुटी मण्डपको छेउमा रहेको एउटा सुन्दर पार्क हो। र यो पार्कमा धेरैभन्दा धेरै मानिसहरू आएर रमाउने घुम्ने खेल्नेदेखि लिएर हरेक कुराहरू सपिङ गर्ने, खाने आदि इत्यादिहरू गरेर रमाइलो गर्न सकिन्छ। यहाँनिर विभिन्न प्रकारका गेमहरू पनि यहाँले देख्न सक्नुहुनेछ। जस्तै ड्रागन रोलर कोस्टर, यो एउटा ट्रेन हो है, ड्रागन रोलर कोस्टर। त्यस्तै अझै धेरै सुन्दर गेमहरू पनि यहाँहरूले खेल्न सक्नुहुनेछ। र अर्को गेम यहाँहरूले देख्न सक्नुहुन्छ म्यारीगो राउन्ड है, जुन हर्सहरूको चाहिँ रनिङ भनौँ है, एउटै राउन्डमा एउटा सर्कलमा जस राउन्ड हुन्छ। यसमा पनि बच्चाहरूलाई खेलाउनको लागि चाहिँ एकदमै सुन्दर अनि एकदम रोमाञ्चक गेम हो यो। र पक्कै पनि यहाँहरू सबैजना आएर यहाँ खेल्न सक्नुहुनेछ, खेलाउन सक्नुहुनेछ, रम्न सक्नुहुनेछ, रमाउन सक्नुहुनेछ र केही भिडियोहरू पनि आफ्नो मोबाइलमा कैद गर्न सक्नुहुनेछ। र यो हो किड्स ट्रेन है, मिनी ट्रेन गेम, सानो बच्चाहरूको लागि चाहिँ खेल्ने गेम। र अर्को रहेको छ यो फ्लाइङ हनीबी है, फ्लाइङ हनीबी गेम पनि एकदम रमाइलो छ। र यहाँ देख्न सक्नुहुनेछ। अर्को छ तपाईँको किड्स फेयरवेल है, रोटेपिङमा पनि आएर खेल्न सक्नुहुनेछ, रम्न सक्नुहुनेछ, रमाउन सक्नुहुनेछ। पक्कै पनि एकदमै सुन्दर छ, एकदमै रमाइलो छ। हुन त सबै भिडियोहरू मैले समेट्न नसके तापनि जे सकेकोसम्म पक्कै पनि समेटेर यहाँलाई देखाउने प्रयास गरिएको छु।